तीनकुनेको घटनालाई, बल्खुको हिजोको प्रदर्शनलाई, राजावादीको समर्थनलाई यसलाई कमजोर आँक्नु त भएन। कम उनीहरूको छ। त्यो के कारणले छ भने अहिलेको संविधानले उहाँहरूलाई त्यो अधिकार दिएको छ। सभा गरेर राजा चाहिन्छ भन्न पाइन्छ, संविधानले दिएको छ। जनता उर्ले भने संविधानले भने त कसो के लाग्छ भने 62-63 को आन्दोलन 47 सालको संविधान मानेर भएको होइन। होइन, त्यो कुनै पनि सशस्त्र युद्ध 47 सालको संविधान मानेर भएको होइन। जनता साथमा आयो भने अब एउटा कुरा के हो भने जनतालाई ठिक ढङ्गले इतिहासका घटनाक्रम बुझाउने कुरा पनि हो। युवाहरूलाई तपाईँले भन्नुभयो भने युवाहरू पनि भ्रमित भएका छन्, अथवा युवाहरूलाई त्यस्तो लागेको छ भने युवाहरूलाई इतिहास बताइदिनु पर्ने हुन्छ र ठिक ढङ्गले बताइदिनु पर्छ र बहस हुन्छ। बहस हुँदा पनि तपाईँले भने जस्तो राजावादीहरू नै अब करोडौँ जनतै राजावादीतिर लाग्यो भने त हुन्छ, त्यसलाई कसले रोक्न सक्छ? मैले रोक्ने भनेको छु र।